गणेशमान चोकदेखि पश्चिम फेर्नु पर्यो। अहिले हामी गणेशमान चोकदेखि पश्चिमतिर लाग्दैछौँ दिदी पुसेको घरतिर। यो गेटदेखि चाहिँ अहिले हामी छतको भागमा आएको छौँ, हेर्न सक्नुहुन्छ। यो हाम्रो बाल्कनी, यताबाट चाहिँ चिन्डे डाँडाहरू देख्न सकिने रहेछ। चिन्डे डाँडा
यो जोइन यहाँतिर बाटो चाहिँ पाएको चुने हो यो उसबाट यो जुन चर्किएको जस्तो देखिएको छ अनि यो टोयलेटमा चाहिँ झर्ने यो पानी तपाईँहरूको यो के अरे एट्याच बाथरुममा चाहिँ यहाँबाट चुने हो यसलाई चाहिँ टालिदिने अब यहाँ साफसफाइ गरेर फिनिसिङ बाँकी नै छ भोलिदेखि चाहिँ कन्टिन्यू काम हुन्छ अनि जुन कोठामा चुने भनेको चाहिँ यो जोइनहरूबाट यो जोइनहरू यहाँ मसिनो मसिनो देखिएको छ यो जोइनहरूबाट चुने रहेछ यहाँबाट यो परबाट चुने यसलाई चाहिँ पुरै व्यवस्थित गरिदिने भन्दैछु मैले भाइहरू अब हिजो र आज बिजी भएर केही गर्नै सकिएन अनि मैले नै टाइम दिएर यो 2 दिन जति लिनु भनेर भोलि चाहिँ कन्टिन्यू फेरि 3-4 दिन हामी लाग्छौँ यसमा यहाँतिर बाटो है पानी चुने चाहिँ यहाँबाट यो हो यहाँबाट भित्री भयो यो हाम्रो छत यो चाहिँ फ्युचर किचन कहाँ यो फ्युचर यहाँदेखि यस्तो बनाएर हजुर वाल लाएर होइन ए गर्ने चाह्यो यो चाहिँ प्लान किचनको यो चाहिँ बाबा अब भर्खर हालेको कि होइन कलर चाहिँ हालिदिनु ए कलर चाहिँ हालिदिनु भएको यो चाहिँ यिनीहरू यो ट्रस्ट त भर्खर होइन र बाबा ट्रस्ट यो चाहिँ यो कलर पनि भर्खर हालिदिनु ए ल यस्तो भएको रहेछ ए यो भर्याङ पनि कलर गरिदिनु हुने ए हुन्छ भर्याङमै ल हेर भर्खर पो लाउँदो रहेछ त नचलाइदिनु बाबा छुयो भने जान्छ फेरि ढुकुरले पनि गोड भर्याङमै लगाएको रहेछ यहाँ हामी आयौँ पुरै छतमा जहाँ चाहिँ हामी फिनिसिङ चाहिँ राम्रै गरेको रहेछ यो छतमा यो अझै नि अब के हुनु बाँकी छ पापा यहाँ ए पाइप ए बाहिरपट्टिबाट कभर गर्नुलाई ए यिनीहरूमा अझै वाल उठाइदिनु हुने रे सेफ्टीको लागि यहाँबाट लगभग अब धरानै देखिँदो रहेछ भेडाटार त्यो भयो अनि त्यसपछि धरान सहर
यो चाहिँ धरान सहर निमी पुसाईको घरको छतबाट घाम उदाउँदैछ। धरान सहर यो बाहिरपट्टिको सिसा चाहिँ एकदम तलदेखि माथिसम्मै लागेको हुनाले यसबाट चाहिँ छड्के पानी अथवा नर्मल पानी पनि जाँदाखेरि चाहिँ पुरै काठबाट रसिएर जाने हो। त्यो भएर पानीभित्र पस्यो भन्ने कम्प्लेनले यसलाई पनि फिक्स गर्यो। अस्तिको पानीमा एक थोपा पनि भित्र पानी पसेन भन्दै हुनुहुन्थ्यो घरवाला भाइले, घरमा बस्ने भाइले। यस्तो छ है। यो चाहिँ यो फ्रेमहरू पनि पछिबाट हालेको नि बाबा? नयाँ हाल्नुभएको नि यो फ्रेमहरू? यो कलर गर्न बाँकी छ। ए ल सेफ्टी अब चाहिँ पानी कहीँ पनि नछिर्ने भयो। यो चाहिँ ए पानी चुहिने कोठा चाहिँ हो रुम। यो चाहिँ पानी चाहिँ यहाँबाट चुहुँदो रहेछ। यो अर्को रुम भयो। यो बाथरुम। यो छत जाने। अब हामी सेकेन्ड फ्लोरमा चढ्दैछौँ। यिनीहरू चाहिँ बाबु मान्छे बस्छ? यो एउटा कोठा चाहिँ बनाएको छ। बाहिर नि एउटा यो फिनिसिङै भएको छ। सेकेन्ड बाटलीमा पनि प्लस राम्रो लागेको छ। यहाँबाट पनि पानी छिर्दैछ। फुलहरू धेरै राम्रो राम्रो छ। यो चाहिँ सेकेन्ड फ्लोरको रुमहरू भयो। सबै लक लगाइएको रहेछ।
ब्याकडोरबाट हो पानीभित्र छिर्ने भनेको यो रहेछ। हामी निस्किँदैछौँ ब्याकडोरबाट। ब्याकडोरबाट यस्तो छ।